हेलो एभ्रिवान। आज चाहिँ म हजुरहरूलाई नास्पातीमा ब्यागिङ गर्ने प्रोसेसको बारेमा केही भन्दैछु। ब्यागिङ भनेको फललाई चाहिँ छोप्ने प्रविधि हो। त्यसमा कागज, कपडा वा विशेष खाले झोलाले छोप्न सकिन्छ। यो चाहिँ मेन किन गरिन्छ भने चाहिँ किरा तथा रोगबाट बचाउन, फलको गुणस्तर सुधार्न, विषादीको प्रयोग कम गर्न, अत्याधिक घाम, हावाहुरी, वर्षा र असिनाबाट फललाई जोगाउन चाहिँ हामीले ब्यागिङको गर्छौँ। ब्यागिङ गर्ने तरिका चाहिँ फल सेट सानो आकारको भएपछि सामान्यतया फुल झरेको 30 देखि 45 दिनसम्म ब्यागिङ गरिन्छ। ब्यागिङ गरिसकेपछि चाहिँ हामीले स्वस्थ र राम्रो आकारको चाहिँ फल पाउने गर्छौँ। अहिले हामीले ब्यागिङ गरिराखेको यो चाहिँ जापानिज नास्पाती हो। यो चाहिँ यसको एकदमै गुलियो हुने भएकोले चाहिँ यसमा किराको अट्याक एकदमै चाँडो हुन्छ र हाम्रो यता चराहरूले पनि फललाई नाश गर्ने भएकोले चाहिँ ब्यागिङ चाहिँ एकदमै राम्रो उपाय छ। यदि हजुरहरूले पनि फ्रुट्सहरू लगाउनु भएको छ र किरा र चराहरूको एकदमै प्रकोप छ भनेपछि चाहिँ हजुरहरूले पनि ब्यागिङ गर्न सक्नुहुन्छ।